बडाकाजी अमरसिंह थापाले अंग्रेजसँग युद्ध गर्नका लागि अंग्रेजलाई परास्त गर्नका लागि बनाइएको यस ऐतिहासिक किल्ला अमरगढी किल्ला, जसलाई हामीले खलङ्गा किल्ला भनेर पनि बुझ्छौं। नसुती चारै प्रहर खुबैसित लडेथे बलभद्र कुँवर नालापानी किल्लामा। अब नालापानी त अहिले हाम्रो नेपालमा छैन, भारतको देहरादुनमा पर्छ। तर यो खलङ्गा किल्ला जुन बडाकाजी अमरसिंह थापाले लडाईँमा गर्नका लागि अंग्रेजसँग लड्नका लागि निर्माण गरेको ऐतिहासिक गढी हो। यसलाई अहिले अमरगढी भन्छ। यो डडेलधुरा जिल्लामा र डडेलधुरा जिल्लाको पनि अमरगढी नगरपालिका अन्तर्गत पर्दछ। यस ऐतिहासिक गढी किल्ला हेर्दाखेरि एकदमै आकर्षक, राम्रो र तत्कालीन समयमा युद्ध गर्नका लागि बनाइएको। यो हेर्नुस् त, यो भित्र के छ, यो भित्र यस्तो चाहिँ छ, यस्तो अन्डरग्राउन्ड रहेछ। यसरी जाने यो अन्डरग्राउन्ड भित्रै छ। तर पनि अब यस्तो अन्डरग्राउन्ड भित्र चाहिँ किल्लाहरू बनाएर तत्कालीन समयमा अंग्रेजसँग लडिएको यस किल्ला हो। त्यसैले यस्तो किल्ला अहिलेसम्म मैले हेरेको विभिन्न ठाउँका किल्लाहरूमध्ये, जस्तै मैले धादिङमा दुईवटा किल्ला हेरेँ, एउटा कपिलासगढी किल्ला र एउटा माथिको नाम ठ्याक्कै बिर्सेँ, त्यो किल्ला। अनि त्यसपछि मैले हेरेको मकवानपुर सिन्धुलीगढी किल्ला। सिन्धुलीगढी किल्ला भन्दा पनि यो किल्ला चाहिँ व्यापक र भयङ्कर ठुलो लाग्यो र यो अलि आधुनिक किल्ला जस्तो पनि देखिन्छ। तर तत्कालीन समयमा बनाएको किल्ला यति मजबुत छ, शत्रु पक्षले आक्रमण गर्दाखेरि पनि सुरक्षित हुन सकिने गरी विभिन्न कुना कन्दरा जताततै गुफाहरू यसरी बनाइएको छ। यी भित्र गुफाहरू छन्। यसरी भित्र सेनाहरू बसेर युद्ध गर्नका लागि चाहिँ बनाइएको थियो। यस अमरगढी किल्ला ऐतिहासिक मानिन्छ। यो तपाईले यसलाई हेर्नुभयो भने यो यति ठुलो छ, यसको अब हामी यति अग्लो पनि हेर्नुस्, यति अग्लो छ। त्यसैले डडेलधुरा जिल्लाको यो ऐतिहासिक गढी किल्ला मलाई सिनो खाने कुकुर नसम्झ, म बाघको छोरा डमरू हो भनेर बडाकाजी अमरसिंह थापाले भनेका अंग्रेजलाई फर्काएको यो जवाफ आफैमा एउटा गौरवान्वित छ। नेपाल एकीकरणका मुख्य नायक मध्ये अमरगढी किल्लामा रहेको यो खलङ्गा किल्लामा बडाकाजी अमरसिंह थापाले निर्माण गरेका हुन् र उनी नेपाल एकीकरणका नायक भनेर चिनिन्छ। राजा र तत्कालीन सेनापति अथवा प्रधान सेनापतिहरू र जनताहरू मिलेर नेपालको एकीकरण अभियान सुरु गरे। गोर्खाबाट विस्तार भएको एकीकरण अभियान नेपालको पूर्वमा टिस्टा नदीसम्म, जो अहिले भारतमा पर्दछ, भारत र भुटानको सिमानामा पर्छ। टिस्टा नदी खास गरेर भुटान र भारतलाई छुट्याउँछ। त्यस ठाउँसम्म र यतापट्टि पश्चिम साइडमा हामीले अहिलेको नालापानी, जुन अहिलेको चाहिँ उत्तराखण्ड राज्य अन्तर्गत पर्दछ र देहरादुन त्यो क्षेत्र हो। र पश्चिमको किल्ला, त्यो किल्ला काङ्गडा भन्ने क्षेत्र हो र काङ्गडासम्म चाहिँ नेपालको विस्तार गरेका थिए। पृथ्वीनारायण शाह पहिलो नेपालको एकीकरण अभियानका प्रणेता अथवा चाहिँ नेपाल एकीकरण गर्ने महान व्यक्ति हुन्। उनलाई हामी श्री 5 बडा महाराज धिराज पृथ्वीनारायण शाह, नेपाल एकीकरणका सूत्रपात गर्ने व्यक्ति अथवा चाहिँ राजा चाहिँ हाम्रो दिल दिमाग र मनमा सदैव रहिरहने नाम हो। उनी एकताका प्रतीक मानिन्छन्, जसले एकीकरण गरे, ससाना 22-24 राज्यहरूलाई एकीकरण गरे। र त्यो उनी 1831 मा उनको मृत्यु भइसकेपछि, यो खास गरेर नुवाकोटको देवीघाटमा उनको मृत्यु भयो भनिन्छ। विभिन्न
क्षेत्रमा विभिन्न व्यक्तिहरूले विभिन्न तरिकाले आफ्नो तरिकाले व्याख्या गरेका छन्। कसैले बाघको आक्रमणबाट घाइते भएका उनी त्यस्तै घाइते चोट सहन नसकेर मृत्यु भयो भने कसैले चाहिँ होइन उनलाई चाहिँ मारिएको हो भन्ने पनि छ। कसैले चाहिँ उनको रिस गर्नेहरूले नै उनलाई मारेका हुन् भन्ने पनि छ। आफ्नै घरकै व्यक्तिले मारेको भन्ने पनि कता कता सुन्नमा आउँछ। तर त्यो त्यति चाहिँ बोल्ड अथवा त्यति नै सही हो भन्ने चाहिँ मलाई लाग्दैन। मलाई चाहिँ उनीको मृत्यु 1831मा भयो। त्यसपछि उनको मृत्यु पश्चात प्रतापसिंह शाह नेपालका राजा भए। प्रतापसिंह शाहको पनि 3-4 वर्ष पनि राज्य गर्न नपाइकन उनको पनि मृत्यु भयो। त्यसपछि बहादुर शाहले प्रतापसिंह शाहसँगै मिलेर नेपाल एकीकरण गरे र थप राज्यहरू विस्तार गर्दै गए। त पछि प्रतापसिंह शाह र बहादुर शाह बीचमा विवाद बढ्यो, वैमनस्यता जाग्यो। दाजुभाइ बीचको कलहले गर्दा बहादुर शाहलाई देश निकाला गरियो र उनी बेतिया गएर भारतमा निर्वासित भए। पछि प्रतापसिंह शाहको मृत्युपछि राजमाता राजेन्द्र लक्ष्मीले नेपाल एकीकरणलाई थप विस्तार गर्दै लगिन् र उनको शासनकालमा रणबहादुर शाहलाई नायबी बनाए राजा राखेर उनले नायबीमा नेपाल एकीकरण सुरुवात गरिन् र यसरी नेपाल एकीकरण गर्दै गर्दा भारतमा निर्वासित भइरहेका आफ्ना देवर बहादुर शाहलाई नेपाल झिकाएर पुनः दाजुभाइ देवर भाउजू मिलेर नेपाल एकीकरणको सुरुवात गरेर पश्चिममा किल्ला काङ्गडा र पूर्वमा टिस्टासम्म क्षेत्र विस्तार गर्दै लगे र त्यही समयमा पृथ्वीनारायण शाह, बहादुर शाह, राजेन्द्र लक्ष्मी हुँदै रणबहादुर शाहसम्म आउँदा त्यस्तै गरेर गिरवाणी युद्ध विक्रम शाहसम्म आउँदा नेपालको एकीकरण हुँदै 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 धेरै नै ठुलो भएको थियो। पछि गिरवाणी युद्ध पालामा नेपाल र अङ्ग्रेज बीचमा युद्ध भयो, जसलाई 1816 को सुगौली सन्धिमा नेपालले 2/3 लगभग भूभाग गुमाउनु पर्यो। यस्तो देख्दाखेरि मनमा कति खिन्नता महसुस हुन्छ, दुःख लाग्छ। तर पनि बाँकी रहेको भूभाग जोगाउन सफल भए। त्यही समयमा विभिन्न व्यक्तिहरूमा नायकहरूको जन्म भयो, जुनलाई हामी अमरसिंह शाह थापा, बलभद्र कुँवर, भक्ति थापा, भीमसेन थापा, त्यस्तै गरेर अन्य चाहिँ व्यक्तिहरू पनि त्यस समयमा जन्मिएका थिए। जस्तै बुटोलमा हेऱ्यो भने त्यहाँ पनि एउटा गढी छ, त्यहाँ चाहिँ उजिर सिंह थापाको नेतृत्वमा चाहिँ त्यहाँको चाहिँ युद्ध गरेका थिए अङ्ग्रेजसँग। त्यस्तै गरेर मकवानपुर गढी, त्यस्तै गरेर धादिङमा चितवनको गढी, त्यस्तै गरेर यो सिन्धुली गढी लगायतका विभिन्न गढीहरू छन्। त्यस्तै गरेर चाइना नेपाल बोर्डर तिब्बतको सिमाना क्षेत्रमा गढी छ, त्यो नेपालको गढी हो। त्यस्तो गढीहरू चाहिँ रहेको छ। अब यहाँ ती विभिन्न ऐतिहासिक व्यक्तित्वहरू जुन हाम्रो महान पुर्खाहरू पनि हुन्, उनीहरूले नेपाल एकीकरण गरे र नेपाल एकीकरण गर्ने क्रममा नेपालको सिमाना पूर्व मेचीदेखि पूर्वमा टिस्टादेखि पश्चिममा काङ्गडा क्षेत्रसम्म फैलाएका थिए। यसैले गर्दा हामी के भन्न सक्छौँ भने नेपाल एकीकरण एकदम विशाल राज्य बनाएर छोडेका थिए, तर हामीले पछाडि गएर त्यो राज्य जोगाउन नसक्दा नेपाल चाहिँ अहिलेको हालको अवस्थामा पुगेको छ। र यस्तो अवस्था पुग्नुमा पछिल्ला हाम्रा पुर्खाहरू नै यसका केही दोषीहरू हुन् भन्ने पनि लाग्छ। र यो ऐतिहासिक गढी अमरगढी, जसलाई खलङ्गाको युद्धको नामले चिनिन्छ, र यो खलङ्गा बडागाजी अमरसिंह थापाले चाहिँ निर्माण गरेका थिए र उनीकै नेतृत्वमा अङ्ग्रेजसँग यस क्षेत्रमा युद्धहरू भएको थियो। थ्याङ्क यू।